हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ जापानमा धेरै त राम्रो राम्रो पिच बाटो र राम्रो राम्रो ठाउँमा हिँड्दा हिँड्दा पक्का लाग्यो। त्यही भएर यसो आज चाहिँ घारीतिर पसिदिनु पऱ्यो भनेर यसो सर्टकट हानिदिएको गाइज। हेर्न सक्नुहुन्छ जापानको घारी। अब यत्रो यो हाइवे घुमेर पर पुग्नुभन्दा त बरु यहाँबाट डाइरेक्ट सर्टकट हानु भने छिटो पर्छ। त्यही भएर आज चाहिँ यसो घारी छिर्देर हैन गाइस, यतापट्टि नै हाइवे छ है, यो पुल हो। त्यहाँदेखिको पुल यत्रो लामो पुल छ, पर धेरै लामो पुल छ। जान चाहिँ मजा आउँछ, एकदम ओह्रालो छ। अब फर्किँदा चाहिँ उकालो पर्छ, त्यही भएर आज चाहिँ यसो घारीतिर पसिदिएको। बेला बेला घारीतिर पनि पस्नुपर्छ गाइस। तपाईँहरूलाई जापानको घारी कस्तो लाग्यो कमेन्टमा भन्नु होला। जापानको घारी राम्रो कि तपाईँहरूकोतिरको घारी राम्रो हो? यहाँको घारी चाहिँ हरियो हरियो छ, हेर्न सक्नुहुन्छ। जापानको घारी एकदम हरियो छ, पहेँलो छैन। अरूतिरको चाहिँ घारी पनि पानी खान नपाएर अब पहेँला भएका हुन्छन् नि त। यहाँको चाहिँ अब पानी परेको छ, त्यही भएर हरियो हरियो घारी छ। त्यही भएर आज घारी भ्लग हो गाइज। आज चाहिँ अब भ्लग बनाउँदाखेरि यसलाई के भनौँ भने घारी भ्लग भन्नुपर्छ। तपाईँहरूलाई यो भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला। अनि तपाईँहरूकोतिरको घारी कस्तो छ भन्नु त पनि कमेन्टमा लेखेर भन्नु होला। यहाँको घारी चाहिँ यस्तै छ है। यहाँ चाहिँ अलिक पानी खान नपाएर मर्न आँटे जस्तो रहेछ। यसलाई चाहिँ किन पानी पुगेन भन्ने हो। पानी त यहीँ छ, फेरि यहीँ तलबाट पानी झरिरहेको छ। फेरि यिनीहरूलाई चाहिँ फेरि के को भोकमारी लागेको, पेसमारी के हो यो, यसको नाम के हो गाइस कमेन्टमा भन्नु होला। मानेको पात त होइन होला। अब यी गाइस हेर्नु त केरा, यहाँ पर फलिरहेको रहेछ केरा। जापानको केरा के भयो, यसलाई कुपोषण लाग्यो जस्तो छ। सानोमा भिटामिन दिएनछन् जस्तो छ, एकदम रोगी भएछ। र पनि ठिकै छ गाइज, जापानको घारी हो। अब जतिखेर अब राम्रो राम्रो ठाउँमा किन हिँड्नु होइन गाइस, बेला बेला यस्तो ठाउँ पनि हिँड्नुपर्छ। एकदम रमाइलो ठाउँ छ एकदमै, हेर्न सक्नुहुन्छ। उता उता एकदम सहर छन्, राम्रो राम्रो ठुल्ठुला सहर छन्। म चाहिँ सहरको बिचमा घारीमा पसेको छु। अब मेरो चाहिँ गन्तव्य आउन आँटिसक्यो। अब यहीँसम्म हो यो घारी। अब यहाँदेखि माथि घारी छैन। अब यहाँनिर अलिकति उकालो चढेपछि घारी सकिन्छ गाइज। तपाईँहरूलाई जापानको घारी कस्तो लाग्यो तल कमेन्टमा भन्नु होला। हेर्न सक्नुहुन्छ तल के छ गाइज, हेर्नु तलबाट पानी गइरहेको छ गाइज। खतरासँग पानी गइरहेको छ। अब यो पानी कहाँ जाँदैछ मलाई चाहिँ थाहा छैन। त्यो अहिले यहाँ मानेको पातमा देखेको थिएँ, त्यतै जाँदैछ होला। अब यी गाइज हेर्नु त जापानको घारी कति अग्लो रहेछ बाटो पनि। ओहो, चढ्ने हो त गाइज। वाउ, एकदमै अपहिल पो छ त, पुरै पहाड चढे जस्तै पो रहेछ त। आमामा, ल उता गाडीहरू कुद्दैछन्। ए जापानको घारी सुकेछ। ल एडभेन्चर गर्न चाहिँ रमाइलो छ गाइज। अब म चाहिँ अब घारीबाट एकदम सहरमा, अब सहरतिर लागिसकेँ। यहाँ अगाडि भेन्डिङ मेसिन पनि रहेछ। यस्तो यस्तो भिडियो हेर्नलाई च्यानललाई सब्सक्राइब गरी फलो पनि गरिदिनु होला। अनि भिडियोलाई लाइक गरिदिनु होला। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला।